लास्ट बाइट भोलिबाट डाइट। भात त सुँगेर मात्र आएको थियो क्या तिमी। हेलो गाइज, वेलकम ब्याक टु माई एनदर भ्लग भन्दा पनि यसलाई चाहिँ डेली भ्लग भन्दा पनि हुन्छ, किनकि मैले अहिले चाहिँ डेली नै पोस्ट गर्न थालेको छु। अब डेली भ्लग हाल्दा कति ठाउँ मिस्टेक गरिरहेको हुन्छु होला, त्यो मिस्टेकलाई चाहिँ मध्यनजर गरेर के चित्त बुझेन त्यो चाहिँ तपाईँहरूले कमेन्ट सेक्सनमा भन्न सक्नुहुन्छ। अनि आज चाहिँ बेलुकाको 8 बज्न लाग्यो अनि म कहाँ गएको भन्दा चाहिँ यसै केटाहरूले विङ्स खान जाउँ भन्दै थियो अनि निस्केको त्यो। अब कहाँ जान्छौँ कता जान्छौँ चाहिँ म अहिले एकछिनमा केटाहरूलाई भेटेर भन्छु, किनकि टुङ्गै छैन कहाँ जाने भनेर। अनि आज चाहिँ मेरो बसन्ती भन्दा पनि लियो छ, किनकि बेलुकातिर मेरो लियो चाहिँ घरमा फ्री नै हुन्छ अनि फ्री भएको बेला चाहिँ म लियो नै लिएर हिँड्छु, किनभने बसन्ती चाहिँ अलिक गाह्रो हुन्छ नि त हिँड्नु। त्यही माथि अनि अहिले चाहिँ बसन्तीमा डबल चढ्नु मिल्दैन, किनकि हिजो अस्ति त्यसको मुटुको अपरेसन गरेको छ, त्यही भएर म लियो लिएर हिँड्दैछु। ल अब चाहिँ केटाहरू भेटेपछि देखाउँछु है त। सो गाइज कता आम भएको त, त्यही भएर लास्टमा काहीँ नभएर फेरि आज पनि हामी आयौँ हाटखोला। अनि हाम्रो चाहिँ खानेकुराहरू पनि आइपुग्यो। अहिले चाहिँ यहाँको फेभरेट मेरो साँधेको थुक्पा अनि एज अलवेज मोमो। चाउमिन चाहिँ आज मगाइनँ मैले, यो अनि मासु चिउरा, सायद मासु चिउरा चाहिँ खाँदिनँ होला किनकि म भर्खर खाना खाएर आएको, त्यही भएर यो साँधेको थुक्पा अनि यो मोमो चाहिँ खान्छु होला। लगाइ सुरुमा चाहिँ म यो थुक्पा साँधेर खान्छु। ब्याकग्राउन्डमा चाहिँ हावा चलिरहेको छ, साउन्ड चाहिँ नराम्रो आउनुसक्छ, तर खाएको हेरेर इन्जोय गर्नु होला। लिप्चे फुड हाम्रो सुरुमा पिरो हालेपछि अलिक भोलुम चेन्जेस चाहिँ आयो। मजाले घोलेर फोन हलिँदै कडामा यहाँ म खासै पिरो खाँदिनँ, त्यही भएर पिरो चाहिँ मलाई कडा लाग्नु सक्छ। आज थुक्पा अलिक काटेको हो कि हो, चम्चीमा आउनु मान्छेन। भात त सुँगेर मात्र आएको थियो क्या तिमी। भात त सुँगेर मात्र आएको थियो क्या तिमी। ल गाइज, यो चाहिँ आजको साँधेको थुक्पाको लागि लास्ट बाइट, भोलिबाट डाइट। अब चाहिँ मोमो खाम, चम्ची धेर भयो यसमा राख्नु है। अचार मजाले लाएर अरे 30 सेकेन्डमा मम्मा एक प्लेट मम्मा खाएको देखिरहेको थिएँ मैले। धेर बेर राख्यो होला 30 सेकेन्डमा। बुक 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 बाबे उम्रिरहेको छ हैन। 30 सेकेन्ड कप 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 कप
खायो तात त्यो पनि तातो त सक्नु गाह्रो पर्छ म चाहिँ सक्दैन तातो चिसो चाहिँ 30 सेकेन्ड मैले सोचेँ क्या खोइ मोमो खोइ के भन्ने रहेछ त्यसले मोमो च्यालेन्ज गराउँदो रहेछ क्या फर्स्ट टाइम जितेको रे यसो कबला खाल्छ तातो भएर कबला निकाल्छ फेरि हाल्छ कत्रो गर्दै त मोमो शानदारको होला त यत्रो त अलिक थिएन होला है यत्रो त कहाँ हुन्छ काठमाडौँको 10 वटा मोमो सानो सानो खोइ सोचेको 30 सेकेन्ड होइन सुरुमा बिस्तारै खान्छ होइन लास्टको 4 वटा कि 5 वटा त सुरुक निल्छ मिल्छ यस्तो यो ट्राई गरौँ न अहिले 1 2 3 4 5 6 वटा त कतिमा खानु सक्ने रहेछ ल कतिमा खाइन्छ 30 सेकेन्डमा त 30 सेकेन्ड त लाग्दैन एकचोटि टाइम लाग्छ नि त टाइमर हेरौँ त जिरे लगाइयो चाहिँ फेरि स्वाद आउँदैन क्या त्यसरी खाँदा छोटो छोटो नरम त्यसो स्वादै आउँदैन त्यो चाहिँ घरमा बनाएको बेला गर्ने हो कि स्वादै आउँदैन क्या आनन्दले लिएर खाऊँ न है टेस्ट लिएर यसरी आफ्नो पुरै फ्लेभर मोमो खाने भयो मोमो यही त खाइदिनु पर्यो ल यार प्याज निल्नु सकिँदैन रहेछ तर यो मोमो सकिन्छ सेलाएपछि त सकिन्छ नचलाई निल्नु पनि सक्ने रहेछ क्या मजा त धेरै चपाउने रन्जित लाग्यो गाह्रो त धेरै गाह्रो हुन्छ चपाउने बानी भएर क्या लास्ट बाइट भोलिबाट डाइट यस्तो खाइले चाहिँ मोटाइन्छ पुरै पच्नु गाह्रो पर्छ नि त यस्तो त चबाएपछि अलिक सजिलो हो मेरो मेटाबोलिजमलाई यस्तो बानी भइसकेको छ पछि चाहिँ गाह्रो हुनसक्छ फिनिस त्यो साउन्ड चाहिँ ओभर झ्याझेर आउँदै होला र अब कस्तो दामी आइरहेको छ आज दमकमा हिजोको घामले चाहिँ मर्नु बनाएको थियो तर आजको यस्तो बबला आइरहेछ उनीहरूले च्यालेन्ज गर्ने बित्तिकै आठ होला लगायत साँधेको थुक्पा र मोमो चाहिँ खाइसक्यो अनि हिजो चाहिँ ओभरै गर्मी त आज चाहिँ हावा त देखिँदैन यसरी आएको तर रुखहरू देखिन्छ कि हल्लेको फेरि ठ्याक्कै रुख नहल्लेको हेर्न यस हावा चाहिँ दामी आइरहेछ अनि बसेर खानु चाहिँ आनन्द लागिरहेछ हामी चाहिँ फेरि हाटखोला भने सुख हुँदा पनि हाटखोलामै आउँछौँ दुःख बाँड्नु पनि हाटखोलामा आउँछौँ अल्छी लाग्यो भने पनि हाटखोलामा पानी पऱ्यो भने पनि हाटखोला अरू के हुन्छ मौसमले च्यालेन्ज हाल्नु भने हाटखोला मौसमले च्यालेन्ज हाल्यो भने पनि हाटखोला बाढी आयो भने हाटखोला जे गर्दा पनि हाटखोला अनि मैले अस्ति एउटा टिकटकमा देखिरहेको थिएँ क्या भिडियो कस्तो होइन जस्ट दमकको बाहिरको रहेछ अनि के भन्दै त मैले त सोचेको थिएँ हाटखोलामा त खोला होला भनेको त खोला रहेन रहेछ भन्दै त क्या